यता ट्याक्सी पायो भने जाउँ ल गाइस यसै हो सब्जी सो वेलकम गाइस सबैजनालाई सन्चै छ होला आजको दिन चाहिँ एकदमै घाम लागेको छ घाम लाग्यो एकदम टनटन घाम लागेको छ ओ खरे यो अनि आज चाहिँ म मम्मी हान्जी बजार जाँदैछु इन्डिया बजार चाहिँ किन यहाँ त निकै टाढो त्यही कारणले फेरि यहाँदेखिको हिँडेर अलि माथि रोडसम्म जानुपर्छ भान्जी जाँदैछ त्यो हिलोमा नटेको हिलोमा टेक्छ नि फेरि बाटो चाहिँ एकदमै हिलो छ यता त घाम लागेर यस्तो भइरहेको छ चाहिँ सधैँभरि चाहिँ यतातिर धानै धान हुन्थ्यो होइन कस्तो दामी देख्थ्यो यहाँबाट हेर्दाखेरि सबै धान हुन्थ्यो हरियो एकदमै हरियो हुन्थ्यो क्या आज धान कसले पनि रोप्दैन त्यही कारणले गर्दा फेरि यसरी कोदो यस्तोहरू रोपेको छ त्यो पहिला चाहिँ धानै मात्रै हुन्थ्यो सो गाइस हामी चाहिँ बजारतिर लाग्दैछु है सायद चाहिँ एकदमै गरम छ ओ खैरे पनि बजार गएको होइन कोसँग खेल्नु गएको बन्जी को बन्जो भन्छ कसको साथी सायद चाहिँ म उताबाट आएर चाहिँ फर्स्ट टाइम गएको इन्डिया बजार धेरै भएको थियो नगएको के हिलो कसै यहाँबाट जाउँ न हिलो छैन यो होइन यो पानी सुकिरहेछ हिलो भन्छ धेरै कुराहरू एक्सपिरियन्स गर्नु सक्छ फुडहरू लाइक कल्चरलहरू त्यही कारणले गर्दा फेरि इट्स चिप अल्सो यु नो द मार्केट अफ इन्डिया त्यही हो त्यही कारणले गर्दा फेरि हामी चाहिँ जान्छ किनकि हाम्रो चाहिँ नजिक पर्छ त्यही कारणले गर्दा फेरि हामी पहिलो प्रथम चाहिँ त्यहाँ जान्छ है कान्छी के किन्नु गएको अरे ब्याग बोकेर आमामा चत्तीको हलाएर डन होइन नि डन हो कि होइन होइन के हो ब्युटिफुल लेडी यता हेरिदेऊ यता हेर काली काली ब्याग बोकेर नयाँ जुत्ता लगाएर है कहाँ मान्छ त मान्छ र नि स्टाइल पनि यो चाहिँ मेरो भान्जी हो एकदमै अहिलेको नानीहरू त्यही हो भन्नु पर्दैन ड्रेसिङ सेन्स र के भन्छ त्यस्तो कुरोहरूको लागि चाहिँ सो त्यो बाजे आउँदैछ नि त्यो बाजे गाडी आउँदैछ गाडी आउँदैछ साइड त्यही कारणले गर्दाखेरि त्यो हिलो लाग्छ उता यता बस्छ बाजे गाडी कहाँ गएको हुन्छ अझै बजार गएको होइन न बजार गएको सो हामी चाहिँ अहिले भने चाहिँ मेन रोड भने पनि हाम्रो रोड आइपुग्यो हो यता ट्याक्सी पायो भने जाउँ ल बोइज छोडिदिउँ के नछ नि बोइसँगै जाने किन रोएको अब हुन्छ अब बजी छोडिदियो भनेको छोड्यो भने बज्यो भने चाहिँ फिट्टिकै सो गाइस हाम्रोतिर तपाईँको चाहिँ यस्तो छ तपाईँहरूकोतिर कस्तो छ है ट्याक्सी पनि आयो गयो ल म गयो ल बजीसँग आऊ ल म पनि जान्दैन ट्याक्सी आयो नि त सो त्यस्तो हुन्छ हाम्रो चाहिँ ट्याक्सी है के किनिदिने मलाई के किनिदिनु पो किनिदिने त होइन मलाई किनिदिँदैन के किनिदिनु अरे बुक किनिदिनु अन्त अघि त अन्त मिठाई मात्रै खाने के किन्नु पर्दैन भन्थ्यो त अन्त ब्याग झऱ्यो पैसा धेरै होला नि त ब्यागमा पैसा धेरै छैन पैसा धेरै छ आमा किन पैसा फ्याँकिदियो ल म अर्को किनेछु नि त ब्याग ल
म अर्को किनिदिन्छु नयाँ चाहिँदैन मलाई चाहिँ के किनिदिने अन्त गाइस यसै हो सब्जी बजार यसै इन्डिया यहाँ मम्मी नानी यता अनि यहाँ चाहिँ म हो यता हो नानी यता यहाँ अनि म चाहिँ यहाँ जुत्ता चप्पल किन्दैछ यस्तो हुन्छ यतातिर यहाँ त इन्डिया यता चाहिँ हाम्रो भुटान बोर्डर सो गर्मीले म चाहिँ बाल पसिना आइरहेको छ यहाँ मम्मी चाहिँ जुत्ता चप्पल हेरिरहेको छ यस्तो छ यताको बजार चाहिँ